हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। आज पनि म ल अफ एट्र्याक्सनको नेक्स्ट पार्ट लिएर आएको छु। विलियम सेक्सपियरको अनुसार जुन हाम्रो मनले दिमागले सोचाउने कुराहरू त्यो एउटा शक्ति हो रे र ऊर्जाको रूपमा काम गर्छ, जस्तै चुम्बक जस्तरी नै काम गर्छ रे। जुन चुम्बकले आकर्षण गर्छ नि क्षमता, त्यस्तै हाम्रो पनि त्यो सोच्ने विचार चाहिँ चुम्बक जस्तै क्षमता हुन्छ। त्यसलाई नै भनिन्छ ल अफ एट्र्याक्सन। जब जब हामीले धेरै कुराहरू सोच्छौँ नि यो मन र दिमागले, त्यो कुराहरूबाट हाम्रो एउटा चुम्बकीय कम्पन भाइब्रेसन बाहिर पठाइरहेको हुन्छ अरे के, जुन चाहिँ प्रकाश, ताप, विद्युत र चुम्बक जस्तै कम्पनहरू जत्तिकै एकदम शक्तिशाली हुन्छ अरे, जसले चाहिँ हामीले जे सोच्छौँ त्यो चाहिँ हामीतिर आकर्षित एट्र्याक्सन हुँदै जान्छ अरे। तर हामीले त्यो शक्तिशाली चुम्बकीय भाइब्रेसन न त हामीले देख्न सक्छौँ, न त छुन सक्छौँ, न त सुन्न सक्छौँ। जस्ट हामीले चाहिँ त्यसलाई फिल गर्न सक्छौँ रे कि महसुस गर्न सक्छौँ। मानिसहरूको विचारबाट निस्किने यो शक्तिशाली भाइब्रेसन अथवा थट वेभ महसुस गरेको थुप्रै बुकहरूमा पनि लेखित गरिएको छ। र त्यसै गरेर हाम्रो वरिपरि हामीले जे सोच्छौँ त्यही चाहिँ हामीतिर आकर्षित हुन्छ र यससँग सम्बन्धित अन्य घटनाहरू पनि काल्पनिक मात्र होइन, सपना मात्र होइन, यो चाहिँ वास्तविकता हो भनेर यहाँ लेखिएको छ। आजको लागि यति नै। यदि तपाईँहरूलाई मेरो च्यानल मन परेमा यस्तै ल अफ एट्र्याक्सनको बारेमा जान्न चाहेमा मेरो च्यानललाई लाइक एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला। बाई बाई।